हेलो गाइस, अहिले फाइनली बगानमा चियापत्तीहरू पेङ्ग्री सेङ्ग्री लगाएको छ र गोडिँदैछ। पेङ्ग्री यहीमा भने छिम यतामा घाँस लडेछ, सानो सानो एउटा पौधा लडेछ र त्यसलाई काटकुट गर्दै हुन्छ। र यहाँ एकदम धमाधम लागिरहेको छ। बहुत जङ्गल, गर्मी आज, बहुत गर्मी छ। गर्मी बहुत छ साथी हो। यो पेङ्ग्री घाँस एकदम लटरम्मै छ। घाँस पेङ्ग्री कहिले गोडिसकिने हो। के भयो हौ? चियापत्ती बहुत बढिया भएछ, राम्रो आएछ चियापत्ती। तर घाँस र पेङ्ग्रीले घेरेको छ चियापत्तीहरू। टिप्न पनि बहुत असुविधा हुन्छ र भोलि पर्सिसम्ममा गोडिसक्नु भनेको के हुने हो। पानीले के गर्ने हो। आज त घाम मजाले चाहिएको नि। हिजो र आज गोडियो के गोडियो 2 बिघा जस्तो गोडियो होला हिजो आज। भोलिको चाहिँ के हुन्छ बतरले गर्छ अब सबै थोक। पर मामासिरी पनि गर्दै हुन्छ, पेङ्ग्री निकाल्दै हुन्छ। पेङ्ग्री चाहिँ राख्नु है, दाना हुन्छ, गाई बस्तुले खान्छन् नि। यता गर्दै हुन्छ। म चाहिँ एउटा सानो भिडियो बनाएर पोस्ट गरौँ भनेर साथी हो। यस्तै काम गरेको बिचको यो के को हल लडेन, के को घाँस लडेछ क्या राख्नु तल भुइँ राख्नु न, माथि राख्नु प्रेसर हुन्छ चियापत्तीलाई। मामा यता गर्दै हुन्छ। यता निकै ठुलो छ नि, 5 बिघाको बगान। अहिले छेउबाट देखाएको। हामी अहिले फुर्ती फार्ती गरेर 2-3 दिन भइसक्यो। फुर्ती फार्ती गरेर काम गर्न चाहिँ एकदम फुर्ती फार्ती जाउँ भन्दा एकदम फुर्तीले आइहाल्नु छ। यता हेरिदिनु एकपल्ट ठक्कसँगले भिडियोतिर, हेरिदिनुहोस्। हेर्नुहोस्, काममा एकदम फुर्ती हुन्छ।